अब तवाङको लागि हामी जाँदैछ 150-53 किलोमिटर छ। हामी चाहिँ यहाँ एकछिन फोटो खिच्ने कार्यक्रम फोटो खिचियो, सबैजना फोटो खिच्दैछ। बिराङ बिजङमा कस्तो लाग्दैछ? चिसो छ कि तातो? यहाँ त अब अहिले तातो। यहाँ तातो हो। तवाङ चाहिँ तपाईँको 153 किलोमिटर रहेछ। यहाँबाट मजाले हिँड्ने बेला हो। हुन्छ आज त 200, 300, 200, 250 त होला है। ओके ल हिलको बाटो त साह्रो पर्छ नि। ट्रेनमा त एक घन्टामै पर्छ। प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जाँदैछु। प्रिय तिम्रो सम्झना भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जाँदैछु। नझार है आँसु तिम्रो बिदाईमा। हेलो साथीहरु, अहिले चाहिँ म सिला टनलमा छु। साथीभाइ म चाहिँ अहिले सिला टनल है अरुणाचल माथि आइपुगेको छु। यो सिला टनल एकदमै आयो लुगा माथि लागिरहेछ मलाई चाहिँ। आमा धुलो यस्तो उडिरहेछ, धुलो भविष्यको कल्पना मुटुमा बोकेर परदेशै जाँदैछु। अहिले चाहिँ म यहाँ तवाङमा आइपुगेको छु। यहाँ सिला टनलकै छेउमा आई लभ तवाङ भन्ने यहाँ एउटा ब्यानर लेखिएको छ। म यहाँ आएको छु र यो अल्पाइन बाइकर्स अफ सिक्किमले है अरुणाचल प्रदेशको ट्रिप आज 3 दिन भयो र लगातार रूपमा हामी गरिरहेछौँ। आलोमा गएर हाम्रो सानो एउटा इभेन्ट छ र हाम्रो टिम सबैजना यहाँनिर छ है। यो तपाईहरुले देख्नु हुँदैछ यो आई लभ तवाङ। ये तवाङमा छु, तवाङमा तवाङ।
ser foyere yetecigu Murrinchen serbeti ninime Murrinchen serbeti ninime Nidoro kum halusena हामी चाहिँ बेलुका यताबाट आएर चाहिँ यहाँनिर हामी स्टे गरेको सो यो चाहिँ हामी बसेको होटल चाहिँ यो हो है अब बिहान चाहिँ गुम्पा जानु आँटेको छु यो चाहिँ तवाङ बजार यो माथि 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 चाहिँ साह्रो हिउँ पर्दो रहेछ हिउँ पर्ने जग्गा चाहिँ पुरा हिउँ पर्दो रहेछ शीत परेर केही छैन अब हामी साइड सिन जान्छौँ अब तवाङको साइड सिन है साथीहरू बसिरहेको दुईटा गाडी बुक गरेको छौँ छोटाबाट हामी चाहिँ यहाँ तवाङ है गुम्पामा हामी छिरिसक्यौँ वाउ यी हाम्रो लामा मेमेहरू चाहिँ यहाँको लामा मेमेहरू चाहिँ रातो न रातो पिरो यी सब हिमालको ए आमा ए कुदे गएर स्कुल र गुड मर्निङ है मेरो प्यारो साथीहरू म चाहिँ अहिले है यहाँ हामी तवाङको यो ओल्ड यो मोनेस्ट्री है गुम्पाको भ्रमण गरिरहेको छु होइन लगायत मेरो सम्पूर्ण मेरो साथीहरू है यो एकदमै यो पुरानो गुम्पालाई हामी भ्रमण गरिरहेछौँ आज चाहिँ हाम्रो साइट सिन अनि यहाँ अगाडि पुरा पछि चाहिँ हिउँले ड्याममै लाग्छ अरे अरे चाहिँ बजार अहिले म तपाईँहरूलाई बजारको पनि देखाउँछु है ए हेर्नुहोस् त वाउ इन्ट्री भयो है म चाहिँ लामा मिमीहरू चाहिँ अब स्कुल यसरी उहाँहरूको चाहिँ यसरी पुस्तक बोकेर जान्छ स्कुल हो स्कुल जा रहे हैं अच्छा यहाँ पे तो बहुत ठंडे है ना ये आपका ये पीछे वाला क्या है ये बेचा भेरी गुड यो चाहिँ तपाईहरुलाई मैले देखाउँदैछु तवाङ बजार यो चाहिँ हो तवाङ बजार है यहाँ चाहिँ पछि डम्मै हिउँ परेर चाहिँ सेतै हुन्छ अरे सो यो चाहिँ हामी अहिले पसेको गुम्पा यस्तो पुरानो गुम्पाहरू छ
तावाङ बजारलाई उहाँले गाइड गरेको जस्तो देखिरहेछ है। हेर्नुहोस् न, यो चाहिँ तावाङ, यो चाहिँ रहेछ तपाईँको यहाँ है। यो हाम्रो भन्ने चाहिँ पाल्गो स्टेडियम, यो चाहिँ तपाईँको दामी रहेछ, भेरी नाइस है। आप स्कूल जा रहे हैं? तू कितनी क्लास? क्लास 8। वेरी गुड। हाँ? कितने? क्लास 2 है। अच्छा, क्लास 2। हेर्नुहोस् त लामा मेरो क्लास 2। क्लास 8 बोल्दै। आइए ना फोटो खिच्दै। कता देखाउँदैछ? उल्टा देखाउँदैछ। यो वार मेमोरियल है। अहिले चाहिँ हामी वार मेमोरियल आएको छु है। हाम्रो तिरङ्गा लहराइरहेछ, खुसी लाग्यो। तपाईहरुलाई मैले देखाइरहेको छु नि, यहाँ चाहिँ एकदम 1962 मा चाहिँ है, जहिले अब त्यो दिन चाहिँ चाइनाले है यहाँ तावाङमा चाहिँ एट्याक गर्दाखेरि जति हाम्रो आर्मी दाजुभाइहरूले चाहिँ बलिदान दिनुभएको थियो नि, यो चाहिँ एकदम मेमोरियल बलिदान दिएको जग्गा रहेछ। यहाँ चाहिँ यो भित्र चाहिँ पुरा नामहरू छ उहाँहरूको चाहिँ है। भिडियोमा मैले लिएको छु, देखाउँछु है। यो सबै तपाईहरुले देख्नुहुँदैछ, यहाँ उहाँहरूले एकदमै बलिदान दिनुभएको। अघि हामी यहाँ माथि गुम्बामा पुग्छौँ। यो चाहिँ ओल्ड मोनेस्ट्री। यसको यहाँनिर तल चाहिँ तपाईहरुले देख्नुहुन्छ, यो चाहिँ प्लेग्राउन्ड। फुटबल खेलिरहेछ उहाँहरू। प्लेग्राउन्ड
हिज होलिनेस 6 दलाई लामाको बर्थ प्लेसमा आइपुगे। यहाँ जाँदैछ मी पछाडि अगाडि है। आज चाहिँ गुम्पाको भ्रमण भयो, साह्रै राम्रो। सर जी क्या चीज क्या स्तूपा जो ये स्तूपा जो हाइट बढ़ता है इसका। अच्छा ओके ओके छुतेन रहेछ भित्र चाहिँ र सालमा चाहिँ अलिअलि हाइट बढ्छ भने है। अलिअलि चाहिँ हाइट बढ्छ अरे र जाउँ है त। क्यामेरा अलर्ट छ छिमी भन्दैछ उल्टा घुम्यो यताबाट यता टोक्दिन ए छैन रहेछ त्यो छोतेन चाहिँ सालमा अलिअलि यो माथिको चाहिँ बढ्दो रहेछ। यो चाहिँ हाम्रो हिज होलिनेस 6th दलाई लामाको बर्थ प्लेस भएको कारणले गर्दा उहाँको आशीर्वादले है। सर आर यु ह्याप्पी टुडे? ओके। यहाँ कतिवटा छोतेन रहेछ हौ? 1 जना 2 जना 3 4 6 दलाई लामाको बर्थ प्लेस। अनि यो स्तूपा चाहिँ साइड चाहिँ अलि हाइट बढ्छ त्यसको त्यो स्कुल त गान्तोकको सेन्ट है। फेरि वर्ष आइपुगेन न। मैले चाहिँ यहाँ तपाईहरुलाई देखाउँदैछु है। हाम्रो हिज होलिनेस 6 दलाई लामाले है पिउने पानी चाहिँ उहाँको मम्मी बनाइदिएको रहेछ। उहाँले यहीबाट पिएर यहाँ पानी छ है, हामीले पनि पियौँ। यो एकदमै राम्रो है। तपाईहरुलाई म देखाइरहेको छु। हिज होलिनेस यहीँ बस्नुहुन्थ्यो अनि यहीँ हुर्किनु भएको है 6 दलाई लामा हिज होलिनेस। र अहिले हामी चाहिँ यो जग्गामा छौँ, एकदमै पवित्र है। यो चाहिँ तवाङ सिटीको भित्र छ। मै पनि आए के हजुर विदेशैमा नेपाली परदेशी बनेर। मै पनि आए के हजुर विदेशैमा नेपाली परदेशी बनेर। साथी सङ्गी आफन्त सबलाई छोडी आए हजुर। ये बिरानो सहरमा, ये बिरानो सहरमा। जहाँ बसे नि हेर नलैलै हुन्न रहेछ सोचेको। आफ्नै गाउँ घरे नेपाल सम्झे मुख साह्रै। अघि हामी यहाँ माथि गुम्पामा यो चाहिँ ओल्ड मोनेस्ट्री। यसको यहाँनिर तल चाहिँ तपाईँहरूले देख्नुहुन्छ यो चाहिँ प्लेग्राउन्ड। फुटबल खेलिरहेको छ उहाँहरू। प्लेग्राउन्ड हामी चाहिँ यो होटलबाट जुम फोकस। बाँचे आउँछु म फर्केर केही वर्ष पर्खनु है। बाँचे आउँछु म फर्केर भोलि फर्की आउँछु आउँदिन तिमीलाई भेट
भेट्न पाउँछु पाउँदिन भोलि फर्की आउँछु आउँदिन तिमीलाई भेट्न पाउँछु पाउँदिन